आज चाहिँ यसो यता घुम्न आएको खेततिर है। अनि यो मैले तोरी कस्तो मजाले फुलेको रहेछ भने टाढाबाट हेरेको कहाँ तोरी हुनु त, यो फिलिङ्गे रहेछ। फिलिङ्गेको अचार हुन्छ नि, झुसे तिल हुन्छ नि, त्यो पो रहेछ। हेरौँ न कस्तो दामी फुलेको है, बब्बाल क्या। अनि मैले यसो हेरेँ, एक लट त बन्छ हौ भिडियो बनाउने भनेर चाहिँ यसो आएको होइन। तपाईँहरूलाई पनि यसो हेरोस् हाम्रो गाउँको यसो यस्तो यस्तो फल्छ भन्ने कुरा होइन। साथसाथै हेर्नु कस्तो बबाल छ क्या है, रमाइलो छ नि त हेर्नु त। आमा यत्तिकै त कसको हुन्छ हौ खेला दादाको यस्तो हुन्छ भन्। अनि गाउँतिर चाहिँ, हाम्रो गाउँतिर चाहिँ म्याक्सिमम् के हुन्छ भने यो खेतीलाई के भन्छ, यसलाई यसको चाहिँ दाल खान्छ हामीले, लहरको दाल, लहरी भन्छ यसलाई होइन। यसको दालहरू चाहिँ खान्छ। अनि यो लहरघारीमा पनि यसो आएको सानोमा यो लहरी काटिसकेपछि दौडेर क्या होइन, पुरै यो माटो खन्थ्यो नि त, यो हलो जोत्थ्यो नि त, दौडेर रातिको त्यो जुनेली रातमा टन्न होइन, दिनभरि मासु भात बजाएको हुन्छ दसैँको टाइममा। अनि छेरपट्टि लाग्थ्यो कि है, मासु भात खाएर दौडेर जुन रातमा थचक्क बसेर हग्न बस्ने, पहिले टोयलेट नहुने, हग्न बस्दाखेरि यही लहरीको छेस्काले मेरो चाकमा गाडे खायो। अहिलेसम्म दाग होला। त्यही भएर एकचोटि एक झलक सम्झनाको लागि हेर्न आएको क्या, लहरीको याद आएर। यो लहरको है त गाइजहरू, बाई।